के हो पैसा कमाउनु मन छैन भन्दै भयो अघि पनि काम गरेर खुर्का म त्यहीँ आउँछु दाइ म अफिसमा छु म त्यहीँ आएन कहाँ हो तिम्रो अफिस हो त म आएँ दाइ म अफिसमा छु तपाईँ आउँदै भने दाइ आउनुभयो स्क्रिप्ट सुनाउनुभयो तिम्रो यसो यसो छ यसो यसो छ तिम्रो मुख्य भूमिका म भन्दिनँ तर महत्त्वपूर्ण भूमिका म भन्छु अनि त्यो कालो पेनले साइन गर्नुभन्दा अगाडि उहाँले राम्रोसँग फर्काएर एज अ ब्रदर फेरि यो कुरा नेगेटिभ नहोस् एज अ ब्रदर राम्रोसँग फर्काएर त्यसपछि मैले साइन गरेँ सिनेमा स्क्रिप्ट सुने साइन गरेँ अनि सिनेमा सुटिङ भयो मेरो काम तिम्रो गाउँ 10 दिन गफ भन्नु थियो 15 दिन 20 दिन लाग्यो गरेर अनि सिनेमा सकेपछि सुटिङ सकेपछि ए भाइ त्यो बन्दीपुरको छेउमा के मेरो के पार्नु न यार म आउँछु कि बोलाउनु न उता तपाईँ कहाँ कहाँ जाने त्यहाँ केही न केही त पार्नु नि त मेरो एउटा सिन सानो सानो मिलाएर पार्नु नि त म आउँछु कि त सिनेमा सकेपछि हामीलाई के हुन्छ भन्दाखेरि सिनेमा सक्यो यो हाम्रो काम सक्यो भन्ने हुन्छ क्या यो मेरो 25-30 वर्षको भन्दाखेरि तपाईँले बुढी भयो जस्तो लाग्छ 25-30 दिनको भएर 25-30 वर्षको यो यात्रामा छ नि यो मान्छेलाई सुटिङ सकेपछि गेन्दाको एउटा फोन आइदियो हुन्थ्यो एकचोटि फोन गरिदियो हुन्थ्यो दाइलाई मैले फोन गरेँ यता यार फोन गर्नु कहिले कहिले मिस हुँदैन भाइले मात्रै माया गर्ने भनेको ए भाइ यार तनामा छु यार त्यहाँ 60 दिन लागिसक्यो दिस इज द पर्सन क्या आज पनि म झापामा थिएँ दाइले भन्नुभयो बाउ भन्दाखेरि त हुन्छ थर्काए भन्नुभयो उहाँको धेरै संस्कृत शब्दहरू आउँछ त्यो बेला अनि त्यसपछि दाइ म त झापा छु दाइ भने भाइ पछि त्योहरू छ आउनु भ्याउने कि नआउने म सुरु गरौँ भने होइन म दिस इज द म्यान यो हाम्रो 6 फिटको खम्बा जस्तो मान्छे जुन हुनुहुन्छ नि उहाँलाई म एकदमै नमन गर्छु उहाँको लागि म एक दिन एक सास एक मान्छे भने सिनेमाको लागि बोल्ने मान्छे उहाँको लागि म जतिखेर पनि दोहोऱ्याउँछु यो मैले टिचरको लागि पनि भनेको होइन टेलरलाई पनि भनेको सिनेमाको लागि भनेको उहाँको लागि भनेको उहाँले यदि मेरो रेस्पेक्ट उहाँसँग यति धेरै छ भनेदेखि उहाँले सिनेमालाई कति मेहनत गर्नुभएको होला त्यति मात्रै भन्न चाहन्छु।